प्रधानमन्त्रीज्यू दलले भने पनि मान्नुहुन्न, सभापतिज्यूले भने पनि मान्नुहुन्न, उहाँ संसदमा आइदिनुहुन्न। तपाईहरुलाई उहाँको बचाउ गरेर हिँड्नमा फुर्सद छैन। जनताको कुरा चाहिँ कहिले पुग्छ? दुईटा कुरा तपाईले स्पष्ट बुझ्नुपर्ने कुरा के हो, अहिले उहाँले पनि बोलेको र तपाईले प्रश्नमा पनि भनेको प्रधानमन्त्री सभामुखले भनेको मान्नुहुन्न, मान्न पर्दैन। किन पर्दैन? संसदप्रति उत्तरदायी हो, यही मैले शक्ति पृथकीकरणको सिद्धान्त अन्तर्गत सदन एउटा पाटो हो, संसद एउटा हो, सरकार अर्को हो। त्यो कार्यपालिका हो, यो कार्यपालिका हो, यो व्यवस्थापिका हो। एउटाले अर्कोलाई भन्या मान्ने र नमान्ने भन्ने विषय होइन, यो कुनै तर संसदले बोलाउँदा उहाँ जवाफदेही यस भने संसदले बोलाउँदाखेरि आउने भनेको बोलाउँदा मैले फोन गरेर राजन दाई साँझ खाना खाऊ भन्नु र तपाईलाई यो कार्यक्रममा बोलाउनु त्यो प्रक्रिया हो। उहाँले बोलाउनु भयो, बालनजी भेटौँ भन्नुभयो भने जति बेला भेट्न पाइयो। विधि र पद्धति अनुसार आउने सन्दर्भमा संसदको एउटा नियमावली छ। संसदको नियमावली भयो प्रधानमन्त्री नभए प्रधानमन्त्रीले तोकेको मान्छेले जवाफ दिन सक्ने छ भनेको छ भने कानुनी रूपमा कानुनमा टेकेर कानुन सम्मत गरेको सन्दर्भलाई बलबिचाइ गरेर केटाकेटी रोइलो गरेर प्रधानमन्त्रीले हेर्न पर्यो चाहियो भन्ने कुरालाई त्यो एउटा ढङ्गले छलफल गर्न सकेला एकातर्फ। अर्को तपाईँले के भन्नुभयो, प्रधानमन्त्रीको बचाउ गर्नमै उसमा छ। जापान गएर जापानिज भाषा बोल्ने कुरालाई के अस्वाभाविक मान्न सकिन्छ? कोरिया जाँदा कोरियन भाषा बोल्ने कुरालाई अस्वाभाविक मान्न सकिन्छ? म त सत्ता पक्षको सांसद हो, स्वभावले बालन शाहको हामी एउटा साथी हौँला, त्यो पार्टी हौँला, साथी होइन रक्षक। म तपाईँलाई यही पनि भने हामी रक्षक होइन, साथी हुनु त स्वाभाविक होइन। दुई भाइसँगै जङ्गलमा हिँडेका छौँ भने बाघ आयो भने राजनदालाई बचाउने सन्दर्भमा मैले गरेको कुरालाई अस्वाभाविक हामी साथी हौँला, मैले भनिहालेँ। स्वभावको हिसाबले साथी हौँला, जिम्मेवारी भूमिका हिसाबले उहाँको पार्टी त्यो सरकार पक्ष पार्टीको सांसद हौँला। र तेस्रो कुरा एउटा यो आन्दोलन मुभमेन्टबाट आएको एउटा अभियन्ता हुनुको नाताले पनि एउटा सपना बोकेको युवालाई जबरजस्ती धकल्न खोजिँदैछ भने जोगाउने हाम्रो कर्तव्य होइन, त्यो कर्तव्य हो हाम्रो। मैले फेरि पनि भने मैले बार मलाई अस्वाभाविक लागेको दाइ, मलाई यति भन्न दिनुहोस्, मिसनलाई समस्या हुन्छ र यति मात्रै भन्न मलाई के दिनुहोस् भन्दा मलाई अचम्म लागेको कुरा चाहिँ तपाईँ र मेरो बिचमा लेनदेन छ, मैले लगेको कुरा चाहिँ मैले भन्न नपर्ने, तपाईँको मात्रै दिनुहोस् भन्ने कुरा कतिको न्यायोचित हो भने मलाई यति मात्र